पुरै फुल्ली जोसमा हुनुहुन्छ है फेरि सलुट हल्दार साहब जीवनमा 32 वर्षको यो ल है गाइज हामी अब टक्क हाम्रो युनिक दाइलाई जापानतिर पठाउनु हिँडिसक्यो अब यताबाट टक्कसँग यता निक्दै पनि हुनुहुन्छ हाम्रो साथमा यता हाम्रो दाइ केही भनिदिनु पऱ्यो दाइ हेलो गाइस ल है आज हाम्रो मिस्टर खगेन्द्र ओली चाहिँ जापानको यात्रामा हुनुहुन्छ अहिले खगेन्द्र ओली यस्तै त हुनुभएको छ नि अहिले यस्तै हुनुभएको छ ओली ओली त यहाँ फरक त परेन नि जापानतिर परेन ल गाइज हामी पनि छौँ है यता साथी यता उता राजुन सर हुनुहुन्छ टक्क अब गइदिरा हो एयरपोर्टतिर फोन त बवाल देखिँदो रहेछ नि त हेर्नु होला के कस्तो हुन्छ हाइट त तेरो मैले हो देखाउने छौँ अब के कस्तो हुन्छ हेर्नु होला गाइज टक्कसँग भ्लगमा टक्कसँग अब हेरौँ के कस्तो हुन्छ बाटोमा देखाउँदै गर्नेछौँ अहिले चाहिँ दाइकको घरसम्म गइरा हो है घरसम्म पुगेर अनि देखाउने छौँ ल ए म यता के भन्छ आज खगेन्द्रको फ्लाइट भएर हामी उता एयरपोर्ट जान लाग्छौँ खगेन्द्रको अनि फटाफट टाइममा आइहाल है रुममा टाइममा निस्किहाल हामी एकछिन एयरपोर्ट जान्छौँ ढिला हुन्छ होला खगेन्द्रलाई छोड्न जान्ला हो क्या त्यही भएर काम सकेपछि सक्यो होला अब हिँडिहाल है घरतिर ल गाइज टक्क अब खगेन्द्रको रुमतिर नै लागिसक्यो है गाइज अब टक्कसँग 5 जना मिलेर है भाइ साथी सबै मिलेर गइरा हो अब हेरौँ के कस्तो हुन्छ टक्क यता केक पनि लिएर गएको छौँ है हामीहरू केक सेक लिएर साथीहरूसँग टक्क रमाइलो गर्नुपर्छ जाने बेला यस्तै हो अहिले चाहिँ म त सँगै गइयो अब के कस्तो हुन्छ ल गाइज पुगिसक्यो फाइनली दाइको रुमतिर राजुन सर यता हुनुहुन्छ उहाँ फेरि आफै बिजी दाइ फेरि यता भित्र कतै लागेको छ केक पनि छ उता है हाम्रो निक दाइ पारा निक दाइ पुरै पारामा है भित्र जान लागेको हामी जब दाइको रुममै पुग्न लागिसक्यो फेरि है गाइज ल है रुममै अब रुममै प्रवेश भइसक्यो है गाइज यता चलिरहेको छु Kayo udah teman-teman. Baik halo. Lo daiko new looks ada Japan kiri.
अब जाने जाने बेला कहाँ जान लाउने म एयरपोर्ट हो के हो भने तपाईँलाई हतार भइसक्यो जापान जाने दाइलाई हतार भएको छ कतिको हतार भयो हो दर्शकहरू हाम्रो दाइको दर्शकहरू साथीभाइहरू जापानतिर गएर अब त्यतिर छलफल दिन्छ नि अब हामी त अब छोड्नु जानु पर्यो जस्तो भयो गोरे सिरियस छ त आज त आज सिरियस आज अलिक सिरियस है दुःख लागिरहेछ अब दाइ जाँदै हुनुहुन्छ होइन दुःख त लागिहाल्छ नि सबैलाई दुःख त लागिहाल्छ यता दाइलाई फेरि अलि जोस लागेर आइरहेको छ फेरि यस्तै त हो खगेन दा त नखान्छ म त स्लो रहेछ नि त यार मान्छे त यार एनर्जी नभएको जस्तो है आज अलिकति उता निदाइसक्यो दाइ निदाउनु भयो अरे दाइ कहाँ निदाउनु दाइ त पुरै फुल्ली जोसमा हुनुहुन्छ है फेरि सोलुट हजुर सब पढाइदियो नि फेरि जस्ट रमाइलो है गाइज दाइ निस्किनु भयो है अब भित्रबाट जाने गाडी ब्याग स्याग सबै निस्कियो है गाइज नरेश्वरको पनि ब्याग है गाइज नरेश्वर पनि जान्ला नि दाइ म पनि लागेको नरेश्वर पो जाने जस्तो देखिनु भयो त के हो आउँदाखेरि चाहिँ के त्यही त दाइ यता हुनुहुन्छ दाइ मान्छे लिनु पर्यो एउटा कुरा गर्ने बेलामा भित्र गर्न सहयोग गर्नु यो त फेरि अब यो त्यहाँबाट फेरि लानु दिनु अहिले नफाल्ने दाइ सिसा घटाउनु पर्यो अनि कुरा हिँड्न लागेको त तिमी जाउने तिमी म यताबाट सजिलो हुन्छ नि मलाई ल दाइ हिँड्न लागेको दाइ अब जापानतिर आउनुहुन्छ अब दाइ ल यता दाइ पनि हुनुहुन्छ मेरो साथमा अब घचक्क लागेर हिँड्ने हो अब यता झिकझ्याक भइसक्यो है गाह्रो परिसक्यो गाडी त्यहाँ ढोकले पनि थाहा पुग्दैन क्या मान्छेले झर्न भन्दा अलिअलि भइहाल्छ कि बाइकमा आउँछस् कडा दिनमा हुनुहुन्छ फेरि नरेश्वरले उताबाट ल दादा अब जापानतिर दोहोरी जान्छ कि जाँदैन होइन आयो नेपाल छोड्ने दिन आयो लाउने बाबु साह्रो लाउनु पर्यो नि एकछिन दोहोरी त लाउनु पर्छ है दादा जाने बेला
टाइम देश छोड्दैछु क्या अहिलेसम्म म इन्डियासम्म गएको छैन क्या साँच्चै फाइनली हो सिरिज हो क्या म आएकै भन्दा गेटतिर आएकै बाहिर त्यो इन्टरनेसनल गएको छ नि टिकटै पर्छ म पनि बाहिर गेटतिर आएँ बाबु जान्छन् नजाने छुट्छन् है विदेश जाने त्यस्तै हो अर्कोका ब्याग घोच्ने भइरहेको छ यता फेरि विदेश दाइ जान्ला हुनुहुन्छ फेरि ससुराबा जान लाग्नु भएको छ एकदमै दुःख लागेको छ होइन जे जस्तो भए पनि अब उहाँको जापानको बसाइ चाहिँ एकदमै सुखमय सफल होस् राम्रो होस् सधैँ यस्तै खुसीको कुरा सुन्न पायोस् त्यही हो मलाई ठिक छ के को बिउ पनि हो के को बिउ कपाल कपाल आएर यहाँबाट बोलियो बिउ के को कपाल उमार्ने तेल ओइल ठिक फेरि गाउँमा पाइने मही हुन्छ नि मही ल्याएर लगाउनु पर्छ त्यही लगाउनु नत्र फेरि के लगाउने भने नरेशलाई सम्झिँदा हुन्छ अर्कै उपाय पनि हुनसक्छ लगाउने अनि त्यसपछि रोप्ने मेरो नि पातलो भइसक्यो यस्तो गरेर के पातलो पातलो धेरै पातलो भइसक्यो मन छैन नाता मिठो लाउन सके नाता मिठो लाउन बिना राजी आयो सानो मेरो साथमा आउन रुनै मन छैन ए मलाई रुनै मन छैन प्यारी रुनै मन दाइ ओइ अब हामी चाहिँ चल्नुपर्छ रुम विदेश जाने गयो हामी यतै हो फेरि जानुभयो हाम्रो ससुराबा यस्तो भयो हालत होइन होइन उता उता माथि हेरेर पैसा पाउनु सक्छ गाइस हामीले 1000 रुपैयाँ पाइसक्यौँ पायौँ के गाइस हेरौ भ्यू हेर्नुस् गाइस यो हिँड्न लाग्यो हामी
पनि लगाइसक्यो साथीहरूलाई खानै खाएको छैन नि अघिदेखि खै मुकेश दाइ ए मलाई रुनै मन छैन प्यारी रुनै मन छैन खगेन दाइलाई छोडी एक्लै कीर्तिपुर जानै मन छैन रुनै मन छैन प्यारी कीर्तिपुर जानै मन छैन ए मलाई रुनै मन छैन प्यारी रुनै मन छैन यतिको रोइदिने मान्छे नि छ नि हामी देख्छौँ बेला यतिको रोइदिने मान्छे नि छ हामीसँग हजुरबालाई छोडेर कीर्तिपुरमा जानै मन छैन ए मलाई रुनै मन छैन प्यारे रुनै मन छैन खगेन दाइलाई छोडेर कीर्तिपुर जानै मन छैन ए मलाई रुनै मन छैन खगेन दाइलाई छोडेर कीर्तिपुर जानै मन छैन ल भाइ